नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम बहसमा। प्रविधिमा रहनुभएका प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कमल ओलीको। श्रोता मित्र, तपाईँ तुला सुन्दै हुनुहुन्छ आवाज जिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम मध्यपश्चिम बहस। र तपाईँलाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiomp.org लगइन गरे पनि संसारभर एकैसाथ सुन्न सकिन्छ। साथै मोबाइल एप्लिकेसनमा आरएमपी डाउनलोड गरे पनि सुन्न सकिन्छ। हामी तपाईँहरूकै कार्यक्रम मध्यपश्चिम बहस लिएर प्रत्येक साताको आइतबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म उपस्थित हुने गर्दछौँ। एक साताको पर्खाइपछि फेरि पनि आज तपाईँहरूकै रेडियो सेटमा उपस्थित भएका छौँ। हामीले यस कार्यक्रममा एकजना अतिथिसँग फरक विषय र फरक सन्दर्भमा बहस गर्ने गर्छौँ। र बहसका लागि आज हामीसँग हुनुहुन्छ घोराई 3 भानपुर दाङमा रहेको सञ्जीवनी शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोका हुनुहुन्छ। आज हामीले यहाँसँग खास गरी कुरा जोड्नेछौँ अस्पतालको स्थापनाको उद्देश्य के हो, त्यसै गरी अस्पतालका के सेवाहरू रहनेछन् र सञ्जीवनी अस्पताल सञ्चालनमा आए पश्चात बिरामीहरू बाहिर रिफर होलान् कि नहोलान् त, यी लगायत विविध विषयमा केन्द्रित रहेर आज हामीले यहाँसँग कुराकानी जोड्छौँ। सर्वप्रथम त घोराई 3 भानपुर दाङमा रहेको सञ्जीवनी शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाज्यूलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। रेडियो मध्यपश्चिम मार्फत हाम्रो यो सञ्जीवनी शिक्षण अस्पतालको बारेमा केही जानकारी दिन अवसर दिनुभएकोमा हजुर यो रेडियो र तपाईँलाई म हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। हजुर, यहाँको आजभोलिका दिनचर्या चाहिँ के कसरी बितिरहेका छन्? आजभोलिको दिनचर्या भनेको त अहिले एउटा यो दाङ जिल्लामा हजुर अलि ठुलो स्केलको अस्पताल बनाउने तयारीमा छौँ। हजुर, र अहिले दैनिक दिनचर्या चाहिँ मेरो चाहिँ त्यहाँभित्र पार्टिसन काम भइरहेछ, इक्विपमेन्टहरू उपकरणहरू जडान भइरहेछन्। हजुर, यसको अन्तिम तयारी भएको भएर सबै ठाउँमा निगरानी गर्ने, सुझाव दिने कामहरू भइरहेछ। यो सञ्जीवनी शिक्षण अस्पताल वास्तवमा कहिलेदेखि आधिकारिक रूपमा सञ्चालनमा आउला त सर? अस्पताल हामीले यसलाई निर्माण कार्य 2058 सालबाट सुरु गरेका हौँ। यो ठुलो प्रोजेक्ट भएको भएर आशातीत समयमा र भनेकै समयमा पुरा गर्न हामीले सकिएन। हजुर, केही समय पहिला सुरु गर्ने योजना थियो, जस्तै हामीले यो 82 सालको सुरुमै सञ्चालन गर्ने प्लान पनि गरेका थियौँ। त्यस बेला सम्भव भएन। र अहिले हामीले चाहिँ अब अहिलेको योजना भनेको असोज महिनाको अन्त्यसम्म हजुर हामीले सम्पूर्ण सेवा सुरु गर्नेछौँ। हजुर, र त्यसको केही दिन अगाडि अथवा घटस्थापनाको दिनमा हामीले चाहिँ एउटा 6 गते अब आगामी 6 गते असोज 6 गते 82 साल हजुर बृहत निःशुल्क स्वास्थ्य शिविर मार्फत हामीले यहाँका जनताहरूलाई स्वास्थ्य सेवा पनि दिनेछौँ। र हाम्रो अस्पताल अब आउँदैछ, यहाँनिर स्थापना हुँदैछ भन्ने एउटा सूचना, जानकारी र अनुरोध गर्नको लागि पनि हामीले त्यो स्वास्थ्य शिविर राखेका छौँ। जुन यो 6 गतेको दिनमा तपाईँहरूले निःशुल्क स्वास्थ्य शिविर राख्दै हुनुहुन्छ, भोलिका दिनहरूमा पहिले चाहिँ देखाउनको लागि उनीहरूलाई के जानकारी होस् भन्नको लागि चाहिँ निःशुल्क गर्ने, पछि फेरि चर्को शुल्क लिनु त हुन्न नि? त्यस्तो हुँदैन। अब यो मेडिकल कलेज भन्ने बित्तिकै सामान्य अस्पतालहरू अन्य सरकारी अस्पतालभन्दा केही महँगो भयो भने हजुर विशिष्टकृत अस्पतालहरू हुन्छन् जो काठमाडौँतिर छन् केही अस्पतालहरू, त्यस्तो महँगो शुल्क हुँदैन। हजुर, सामान्य सरकारी सामुदायिक अथवा अन्य भन्दा केही महँगो, तर आम जनता मध्यमवर्गीय जनताको पहुँचमा पुग्ने खालकै यसको टिकट मूल्य हुनेछ। अन्य जुन चेक जाँचका अवस्थाहरू छन्, अब ल्याबको कुराहरू भयो, त्यस्तै रेडियोग्राफीका कुराहरू भए, त्यस्तै अन्य डायग्नोस्टिक पार्ट र औषधिसम्म हामीले चाहिँ मध्यमवर्गीय जनताले तिर्न सक्ने गरी उनीहरूले एक सेवा लिन सक्ने गरी हामीले प्रदान गर्नेछौँ। र महँगीकै कारणले यहाँबाट उपचार नलिई बाहिर रिफर हुनुपर्ने अथवा जानुपर्ने छैन। यो अस्पतालको स्थापना गर्नुको उद्देश्य चाहिँ के हो खासमा? एउटा के छ भने हामीले यो जियोग्राफिक हिसाबले हेर्दाखेरिमा हामी यहाँबाट बुटोल, जस्तै बुटोलको दूरी लगभग 140 किलोमिटर छ। हजुर, यहाँबाट कोहलपुरको दूरी पनि 130-35 किलोमिटर छ। हजुर, र जाँदा हामीले डिस्टेन्समा हामी सबैसँग साधन हुँदैन, बाइक कार अथवा अरू साधन हुँदैन। हजुर, बसमा जानुपर्ने हुन्छ। बसको डिस्टेन्स भनेको त लगभग 6 घन्टाभन्दा बढी नै लाग्छ। हजुर, त्यसैले यो क्षेत्रमा जो अब यहाँबाट दाङमा यहाँको जनताहरू चाहिँ नेपालगञ्ज र बुटोल जुन जानुपर्ने बाध्यता थियो हजुर स्वास्थ्य चेक जाँच उपचारको लागि, त्यसलाई न्यूनीकरण गर्ने यसको मुख्य उद्देश्य हो। साथै स्वास्थ्यमा जनताको पहुँच बढाउन, सर्वसुलभ बनाउन हजुर, र स्वास्थ्य मात्रै नभएर हाम्रो त शिक्षा पनि हो। हामीले त नर्सिङ, प्यारामेडिक्स लगायत MBBS सम्म पुग्छौँ। त्यसैले स्वास्थ्यमा पहुँच बढाउने, सर्वसुलभ रूपमा जनतालाई स्वास्थ्य सेवा दिने तथा
शिक्षा स्वास्थ्य शिक्षा जसलाई मेडिकल एजुकेसन भन्छ हजुर त्यसमा पनि जनताको पहुँच बढाउने। यसमा थोरै के हुन्छ भने जस्तै हामीले अहिले यहाँबाट MBBS BDS पढ्नु पर्यो भने हामी नेपालगञ्ज र भैरवान जाने अहिले हालै आएर चाहिँ हाम्रो गौरवको विषय पनि हो। प्रतिष्ठानले ल्याएको छ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले, राम्रो विषय हो। त्यहाँ 50 सिटमा MBBS पढाइ हुन्छ र हाम्रोमा पनि अब यो हामीले जग हालिसकेपछि यो स्थापना मतलब जुन MBBS प्रोग्राम आएको छ। तर तत्कालीन अवस्थामा जब हामीले जग हालेका थियौँ अथवा स्थापनाको उद्देश्य राखेका थियौँ त्यति बेला त स्वास्थ्य शिक्षाको हिसाबले त दाङ त धेरै पछाडि थियो र हामीले त्यो स्वास्थ्य शिक्षामा पनि जोड भएको भएर यसमा स्थानीय स्तरबाट जनताहरू चाहिँ नर्सिङ प्यारामेडिक्स र मेडिकल पढ्नको लागि चाहिँ बुटोल नेपालगञ्ज जानुपर्ने बाध्यता र मध्यमवर्गीय भन्दा पनि अझ निम्नवर्गीय परिवार जसको स्वास्थ्य शिक्षा लिने चाहना छ तर आर्थिक अवस्था छैन। सर यहाँनिर मैले अलिकति कुरा जोडेँ कि तपाईँको जस्तो औषधि उपचार गर्नका लागि कहाँदेखि पैसा ल्याउँ कहाँदेखि पैसा जुटाउँ र के भन्छन् रे औषधि गरौँ भन्ने खालको परिवारहरूलाई यहाँले केही सेवा सुविधा दिनु के छ? यस्तो हुन्छ हाम्रो CSR पनि हुन्छ, कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी, जस अन्तर्गत हामीले केही प्रतिशत जनताहरूलाई हामीले छुट दिनै पर्छ। त्यो कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी हो। नेपाल सरकारले त्यो हामीलाई दायित्व गराए पनि नगराए पनि आम जनतालाई चाहिँ जसको आम जनताबाट हामीले चाहिँ शुल्क लिनेछौँ तर जो पिछडिएको वर्ग आर्थिक रूपमा विपन्न वर्ग छ अथवा स्थानीय स्तरबाट सिफारिस भएर आएका विपन्न वर्गहरू छन् अथवा आर्थिक रूपमा विपन्न छन् उहाँहरूलाई हामीले सर्टेन प्रतिशत छुट दिन्छौँ। केही जो अब उपचारै गर्न नसकिने अवस्था उसको आर्थिक अवस्था न्यून नै छ भने के को आधारमा दिन सक्नुला त्यो उनीहरूले कुनै गाविस भन्नाले वडा कार्यालयबाट त्यो खालको सिफारिस ल्याउलान् कि अथवा पारिवारिकले त्यो खालको कुराहरू तपाईँहरूसँग भनेर हुने होला कि त्यस्तो के हुन्छ यहाँनिर के हुन्छ? कुनै भनाइ सुन भन्दा पनि एउटा आधार भनेको नेपालमा एउटा सरकार नै छन्, विभिन्न सरकारहरू छन्, ती सरकारका तत्त्व निकायहरूबाट केही न केही सिफारिस आउनै पर्छ र अहिले सामान्यतया स्थानीय निकायबाट ऊ निम्नवर्गीय हो गरिब हो भन्ने प्रमाणित हुनु पर्यो र त्यस बाबत त हामीले केही छुट दिनै पर्छ। अर्को बेसाहारा बाटोमा होइन पहिचान नखुलेका मान्छेहरू प्रहरी मार्फत आउँछन्, मानव सेवा आश्रम मार्फत आउँछन्, उहाँहरू त हामीले सेवा सुरु गर्नै पर्छ। हामीले पैसा कुरेर बस्न मिल्दैन। त्यसैले आम मानवको लागि जसको लागि अस्पतालको पहुँच धेरै टाढा छ पैसाको कारणले अथवा पहिचान नखुलेको कारणले उहाँहरूको लागि चाहिँ हामीले अस्पताल सेवा दिने नै छौँ र त्यो निजी स्तरबाट सञ्चालित भएको भएर कति प्रतिशत दिन सक्छौँ भन्ने कुराहरू हामीले निर्गुल गर्नुपर्छ। केही पर्सेन्ट जस्तै भन्नु 10% हामीले चाहिँ आउने बिरामी मध्ये 10% हामी छोड दिन सक्छौँ। यो अस्पतालले वास्तवमा सुरु भयो भने के कस्ता सेवाहरू दिन सक्नुहुन्छ? अब यसमा के हुन्छ एकदमै उल्लेखनीय सेवाहरू होला नि। यसमा सामान्य सेवा भन्ने बित्तिकै खास 9वटा विभाग हुन्छ जसमा अब हार्ट जोड्ने होइन फिजिसियन सर्जरी गाइने होइन यी लगायत दन्त चर्मरोग मानसिक लगायत 9वटा सेवाहरू त बेसिकली एउटा मेडिकल कलेजमा हुन्छ नै। त्यसबाहेक यो क्षेत्रको लागि अलि अभावको रूपमा देखिएको जस्तै न्युरोलोजी भन्छ नसासम्म, कार्डियोलोजी भन्छ मुटु, हामीलाई अहिले यहाँ मुटुमा केही एट्याक भयो भने हामीलाई अहिले यहाँ त्यो चेकअप गर्ने अथवा चाहिँ स्टेबल राख्ने अवस्था छैन। हामी या त हाम्रो जीवन गुमाउनु पर्ने हुन्छ या त भगवान्ले भरोसा रहेछ भने केही दूरीमा बुटोल अथवा नेपालगञ्ज पुग्नुपर्ने हुन्छ। मैले 2टा सेवा भने एउटा न्युरोलोजी एउटा कार्डियोलोजी। त्यस्तै यहाँ अभाव भएको हुन त कतिपय सामान्य सेवाहरू छन् हप्तामा आउने चेक गर्ने कुराहरू त भइरहेछन् तर सम्पूर्ण उपकरण सहितको सेवा नेफ्रोलोजीमा पनि छैन। नेफ्रोलोजी भने किडनी रोगसँग सम्बन्धित, अर्को युरोलोजी पिसाबसँग सम्बन्धित, यसमा पनि विशेषज्ञता सेवा विशिष्टकृत सेवा छैन। त्यस्तै ग्यास्ट्रोलोजी त यहाँ सेवै छैन। यी कुराहरूमा हामीले चाहिँ अन्य सामान्य सेवा बाहेक मैले न्युरोलोजी नसा सम्बन्धी होइन, ग्यास्ट्रोलोजी कार्डियोलोजी मुटु सम्बन्धी, नेफ्रोलोजी किडनी सम्बन्धी, युरोलोजी पिसाब सम्बन्धी, ग्यास्ट्रोलोजी त सबैले बुझिहाल्छ। अब ग्यास्ट्रोलोजी भनेको त्यो सम्बन्धी यो कुराहरू हामीले अस्पताल सञ्चालन भएको 2 महिना हामी दिन सक्दैनौँ किनभने सुपर स्पेसियालिटी भनेको MD पछि पनि DM पढेको व्यक्ति हो। उहाँहरूले बिरामीको सङ्ख्या सर्टेन नभएसम्म आउनुहुन्न। त्यसैले सुपर स्पेसियालिटी जो मैले 5वटा भने अहिले उहाँहरूको लागि चाहिँ हामीले अस्पताल सञ्चालन भएको 3 महिना पछि त्यो सेवा पनि प्राप्त हुनेछ। यसको अर्थ हामीले यहाँ भएको सेवाभन्दा विशिष्टकृत सेवामा पनि जाने योजना छ र त्यो अस्पताल सञ्चालन भएको मितिदेखि कम्तीमा 2 देखि 3 महिनाभित्र यहीँ उपलब्ध हुनेछ। यो जुन एउटा क्लासको कुराहरू पनि गर्नुभयो, नर्सिङ त्यसै गरी MBBS BDS को कुराहरू पनि गर्नुभयो, यो सञ्चालन कहिलेदेखि होला? यस्तो हुन्छ नेपालमा पहिला
एफिलिएसन लिनुपर्ने हुन्छ, सम्बन्धन लिनुपर्ने हुन्छ। हजुर। अब सम्बन्धन दिने निकाय भनेको पिसिएल लेभल, जसलाई हामीले चाहिँ कक्षा एससी पछि पढ्ने 3 वर्षीय कोर्सहरू। 18 महिने कोर्स त नेपालमा स्वास्थ्यको सबै बन्द भइसक्यो, 3-4 वर्ष भइसक्यो। त्यो सिएमए एनएम पढाइ हुँदैन अहिले पढाइ हुने भनेको सिटिभिटीबाट 3 वर्षीय कोर्सहरू। त्यसको सर्टकटमा भन्दाखेरिमा चाहिँ स्टाफ नर्स, एचए, फार्मेसी, ल्याब, यिनीहरू सिटिभिटीद्वारा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद भक्तपुरले हामीलाई चाहिँ अनुमति दिन्छ। हजुर। अब हामीले अहिले अस्पताल सञ्चालन गऱ्यौँ भने सिटिभिटीका ती नर्सिङ, एचए, फार्मेसी सबै दिनुहुन्छ र विश्वविद्यालयका बिएससी नर्सिङ, बिएन, बिपिएच, बिएमएलटी यी प्रोग्रामहरू हामीले अर्को साल यति बेला सिटिभिटीका प्रोग्राम चलिसकेका हुनेछन् र विश्वविद्यालयका बिएससी नर्सिङ, बिएन, बिपिएच, बी फार्मेसी, ब्याचलर ल्याब यिनीहरू चाहिँ अहिले भर्नाको प्रक्रियामा हुनेछ। हजुर। यसर्थ के बुझ्नु पर्यो भने हाम्रो अल्पकालीन उद्देश्य भनेको विशिष्टीकृत अस्पताल, अस्पताल पूर्ण क्षमताको अस्पताल हुनेछ र 1 वर्षपछि शैक्षिक कार्यक्रमहरू सिटिभिटीका पिसिएल लेभलका र पूर्वाञ्चल विश्वविद्यालयका ब्याचलर लेभलका हुनेछन् भने दीर्घकालीन योजनाको रूपमा 300 सयको अस्पताल चाहिँ 3 वर्षभित्र 500 सय हुनेछ र 3 वर्षपछि नेपालको चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार हामीले एमबिबिएस र बिडिएसको कक्षाहरू 3 वर्षपछि सञ्चालन गर्छौँ। यसको अर्थ चौथो वर्ष मात्रै सञ्चालन हुनेछ। यो जुन तपाईँको यो कला सञ्चालन नीति धेरै छ अनि चाहिँ सेवा सुविधाहरू धेरै रहने भए भनेपछि यहाँहरूको संरचना चाहिँ के छ र कति क्षेत्रफलमा गराउनु भएको छ? हामीले अहिले यो अस्पताल बनिरहेको अस्पताल लगभग 6 बिघा त छैन, 5 बिघाभन्दा अलि बढी जग्गामा यो जग्गा खरिद गरेर हामीले यसमा अस्पताल स्थापना गरेका छौँ। हजुर। अस्पतालमा अहिले 9वटा भवनहरू रहेका छन्, छुट्टा छुट्टी 9वटा भवन र प्रत्येक भवनमा 3-3वटा तला रहेको छ र हामीले अहिले 300 सयसम्म चलाउनको लागि त हामीलाई चाहिँ पहिलो तला र भुइँ तला नै सफिसियन्ट छ, पर्याप्त मात्रामा छ। माथिल्लो तेस्रो तलामा हामी जानै पर्दैन किनभने हाम्रो जति 1 लाख स्क्वायर फिट प्लेन्थ एरिया छ त्यो भनेको लगभग 200 बेड चलाउनलाई त भुइँ तलै हामीलाई पुग्छ र भुइँ तला र प्रथम तलामा हामीले अस्पताल चलाउनेछौँ र हामीले अघि मैले भने एमबिबिएस प्रोग्राम लिने बेलामा हामीलाई चाहिँ 16 बिघा जग्गा चाहिन्छ, 15 बिघा प्लस चाहिन्छ। त्यति बेला हामीले चाहिँ लगभग 10 बिघा जग्गा थप्ने र शैक्षिक कार्यक्रम चलाउनलाई त्यसलाई एकाडेमिक बिल्डिङ, शैक्षिक बिल्डिङ चाहिँ भवन चाहिँ छुट्टै ठाउँमा बन्नेछ। यसको नजिक बन्नेछ र त्यो अहिले आवश्यक छैन। अहिले मैले भने नर्सिङ र प्यारामेडिक्स जस्तै एचए, फार्मेसी पढाउनको लागि हामीलाई चाहिँ यही बिल्डिङको माथिल्लो तलामा क्लासरुम पुग्छ र एमबिबिएस र बिडिएसको लागि चाहिँ मापदण्ड नै फरक भएको हुँदा 3 वर्षपछि हामीले कहीँ छिमेकमा जग्गा लिएर शैक्षिक भवन बनाउनेछौँ। हजुर। पक्कै पनि श्रोता मित्र, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ त्यसलाई सुन्नुहुन्छ। आवाज यिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम मध्यपश्चिम बहस। हामीले यस कार्यक्रमलाई प्रत्येक साताको आइतबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म लिएर उपस्थित हुने गर्दछौँ र तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा www.radiomp.org लगइन गरे पनि संसारभरिकै साथ सुन्न सकिन्छ। हामीले यस कार्यक्रममा एकजना अतिथिसँग फरक विषय र फरक सन्दर्भमा बहस गर्ने गर्छौँ र आज बहसका लागि हामीसँग हुनुहुन्छ घोराई 3 भानपुर दाङमा सञ्चालनमा आउँदै गरेको सञ्जीवनी शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाज्यू आज हाम्रो स्टुडियोमा हुनुहुन्छ र तपाईँहरूको साथमा छु श्रोता मित्र, म कमल ओली। फेरि पनि यहाँलाई कार्यक्रममा स्वागत छ। जुन एउटा मैले थोरै जोड्न चाहेँ, अस्पतालको कुरा अलिकति पछि बिर्सिन्छ जस्तो लाग्यो। हामीले अस्पताल छिरिसकेपछि एउटा बिरामीले टिकट लिन्छ, चेकअप गर्छ। हजुर। सामान्य छ भने ओपिडीबाट फर्किन्छ। हजुर। अब रोग लागेको छ भने त्यसलाई फर्दर डायग्नोस्टिकमा जान्छ, प्याथोलोजीमा गएर चेकअप हुन्छ। यो रोग लाग्यो भनेपछि कतिपय भर्ना गर्नुपर्ने अवस्था हुन्छ। हजुर। अझ सिरियस भए आइसियु चाहिन्छ होइन, अझ सिरियस भए भेन्टिलेटर चाहिन्छ। यी सबै सुविधा हाम्रोमा छ। म थोरै जोडौँ यसमा। हजुर। अहिले हाम्रोमा यहाँ भएको अर्को अभावको विषय के हो भन्दाखेरिमा एउटा आमाले बच्चा जन्माइसकेपछि अथवा हामीले अपरेसन सिजरिङबाट होस् अथवा नर्मल अवस्थाबाट होस्, हजुर, आमाले बच्चा जन्माउँदासम्म बच्चाको अवस्थाको बारेमा धेरै आकलन गर्न सकिँदैन। आमालाई सिजरिङ गरे पनि नर्मल गरे पनि आमाको अवस्था नर्मल प्रायः रहन्छ र बच्चाको अवस्था क्रिटिकल भइदियो भने, जन्मिने बित्तिकैको बच्चाको अवस्था क्रिटिकल भइदियो भने हामीलाई अहिले दाङमा र यसको वरिपरिको जिल्लामा त्यसको लागि चाहिँ एनआइसियु यहाँनिर एनआइसियु छैन। हजुर। अहिले एनआइसियु छैन। यसको अर्थ बच्चा जन्मिसकेपछि हिँडाल्न पनि मिल्दैन, बाहिर लान पनि मिल्दैन, गाह्रो हो। त्यहाँ मृत्यु कुर्नु बाहेक अरू विकल्पै छैन। त्यसैले हाम्रोमा 15 बेडभन्दा बढी एनआइसियु रहन्छ बच्चा जन्मने बित्तिकै। त्यस्तै एक जन्मिसकेपछि सामान्यतया बच्चा भनेको 14-15 वर्षसम्मको बच्चा उसलाई चाहिँ फेरि पिआइसियु भन्ने चाहिन्छ। केही सिरियस केस भयो भने हजुर त्यो पिआइसियु पनि हामीमा 15-20 बेड छ। हजुर। त्यस्तै अर्को आइसियु भन्ने त नर्मल भइहाल्यो, जनरल बिरामीको लागि आइसियु चाहिन्छ। त्यस्तै सर्जिकल आइसियु भन्ने पनि हाम्रोमा छ। त्यो भनेको चाहिँ
कुनै सर्जरी गरेको सर्जरी गरेको बिरामीलाई नर्मल आइसियूमा राखेर हुँदैन, सर्जिकल आइसियू भन्ने पनि छ। मैले 4 प्रकारको आइसियू भने। त्यस्तै आइसियू अन्तर्गत अलिक कम क्रिटिकल छ भने एचडियूमा राखिन्छ हैन, हाई त्यो एचडियूमा राखिन्छ। र त्यस्तै हाम्रो हेमोडायलासिस पनि छ। र क्रिटिकल केयरमा अर्को पर्ने भनेको हामीसँग चाहिँ इमर्जेन्सीमा 50 भन्दा बढी बेडहरू छन्। इमर्जेन्सीमा 50 भन्दा बढी बेड छन्। र त्यहाँ 24 घण्टा विशिष्टकृत सेवा भनौँ, एक प्रकारले भन्यो भने विशेषज्ञ सेवा सहितको चाहिँ डक्टरको टिम रहन्छ। र हाम्रो एरिया कस्तो छ भन्दाखेरिमा 2टा बिल्डिङमा भुइँतलामा पुरै इमर्जेन्सी छ। र कहिलेकाहीँ मास क्याजुअलिटिज भन्छ कि धेरै ठुलो दुर्घटना भयो अथवा कुनै भूकम्प जस्ता ठुला प्रकोपहरू आयो भने एकै पटकमा 200-500 बिरामी घाइते हुन्छन्। भूकम्प भन्नुहोस् न, हजारै हुन्छन्। त्यस्तो बेला हामीले सहज रूपमा 500 जना बिरामीलाई हामीले इमर्जेन्सीमा उपचार दिन सक्छौँ। त्यति बेला हामीले त्यहाँको बेडहरू साइड लगाउनु पर्ने हुन्छ। अब किनभने त्यति बेला आपतकाल हुन्छ, बेडमा त 50 जना अट्ने हो। 50 बेडलाई साइड लगाउँदा भुइँ सबै प्रयोग गर्दाखेरि हामीले चाहिँ त्यसमा डाक्टर नर्स खटाएर 500 जना आपतकालको अवस्थामा 500 जनासम्म बिरामी इमर्जेन्सीमा उपचार गर्न सक्छौँ। त्यस्तै वार्डको कुरा कस्तो छ भने हामीहरूमा चाहिँ सबै डिपार्टमेन्टको वार्डहरू छ, पुरै रोगको वार्डहरू छ भर्ना हुन पर्ने बिरामीहरूको लागि। र सस्तो वार्ड पनि छ। र केही व्यक्तिहरूले म अलि महँगो तिर्छु, राम्रो वार्डमा बस्छु भन्यो भने 20 वटा जति बेड चाहिँ थोरै महँगो हुन्छ। त्यो चाहिँ अप्सनको कुरा हो। त्यो जसँग आर्थिक अवस्था छ उसले लिन पनि पायो, त्यो लिनै पर्छ भने छैन। त्यही सेवा अर्कोमा हुन्छ, खालि टोयलेट एट्याच हुँदैन। यो सामान्य अब अलिकति विशिष्टकृत सेवा कसरी चाहन्छ त्यो पनि उपलब्ध छ। यो निजी लगानीमा भएका जुनसुकै होस्, विशेष गरी यसमा चाहिँ अस्पतालको कुरा छ, बिरामीबाट चर्को शुल्क लिने र एउटा मनज्ञ पैसाहरू असुल्ने भन्ने यस्ता कुराहरू आम समुदायमा रहन्छ। यो कुरालाई कसरी चिन्नु चाहिँ? यो आम बुझाइ चाहिँ छ, हजुर भनेको सही कुरा हो। तर हाम्रो मैले अघि नै पनि केही प्रकाश पारेँ, के हुन्छ भने धेरैजना सेवाग्राहीबाट ठिक्क पैसा लिएर अर्थोपार्जन गर्न पनि सकिन्छ। जस्तै 100 जनाबाट धेरै महँगो लिनुभन्दा त्यसको ठाउँमा हामीले 300 चेक गरौँ र केही कम गर्दा पनि के हुन्छ, निजी क्षेत्रबाट सञ्चालित अस्पताल हो, स्यालेरी खुवाउनुपर्छ, विभिन्न भुक्तानीहरू गर्नुपर्छ, त्यसको लागि पुग्छ। हाम्रोमा के छ भने म तपाईँलाई विश्वस्त पार्न चाहन्छु, टिकटको मूल्य अन्य अस्पतालभन्दा बढी हुने छैन। हो, सामान्य नै हुनेछ। त्यो अहिले मैले ठ्याक्कै रेट नभनौँ, म पछि भनौँला, पछि हामीले सार्वजनिक गर्नेछौँ। एकदमै नगन्ने ओपिडी टिकट रेट भनेको नगन्ने नै हुनेछ, त्यो साह्रै महँगो हुँदैन। त्यसपछि त्यहाँबाट छिरिसकेपछि अब के हुन्छ भन्ने हुन्छ, चेकअप त भइहाल्यो, अब ल्याबतिर पठाउने कुरा हुन्छ। ल्याबमा पनि हाम्रो बाहिरको अन्य ल्याबहरू भन्दा सामान्य नै त्योभन्दा कम शुल्कमा हामीले ल्याब परीक्षण पनि गर्नेछौँ। त्यसपछि जान्छ भर्ना हुने बिरामी, पैसा खर्च हुने क्षेत्र त्यही त हो नि। अब सर्जरी अपरेसनतिर गयो भने कति हुने, अपरेसन पनि हामीसँग के छ भन्दा 14वटा ओटी छ, मोडुलर ओटी सहित। त्यो मोडुलर ओटी भनेको यो पश्चिम नेपालतिर प्राय छैन। अलिकति भैरवामा छ, मेडिकल कलेज भैरवामा, र केही नेपालमा छ, र बिचमा अरू ठाउँमा मोडुलर ओटी भएको हामीलाई सूचना छैन। त्यसैले मोडुलर ओटी 14वटा छ भनेपछि हामीले एउटै अपरेसनलाई त्यसको लाग्ने प्रोसिजर खर्चहरू त मिनिमम त लाग्छ। तर अधिकतम भनेको लाग्ने भन्दा धेरै फाइदा मुनाफालाई नै भन्ने हो। जस्तै किन्नुपर्ने चिज जे किन्नुपर्ने त्यो त लाग्छ नै, त्यो जहाँ गरेको सरकारीमा गरे नि लाग्छ। त्यसमा मुनाफा कति राख्ने भन्ने जहाँसम्म सवाल छ। हामीले 14वटा ओटीमा हामीले एक दिनमै 50औं अपरेसन गर्न सक्छौँ भने हामीले धेरै चर्को शुल्क किन राख्ने? हामीले चर्को शुल्क राख्ने बित्तिकै 50औं ओटीहरू के हुन्छ, बाहिर जान्छ। हामीले बरु चाहिँ बढी ओटी गर्ने, शुल्क कम राख्ने। फार्मेसीमा पनि हामीले दिने सेवा दिने। अब सम्पूर्ण ठाउँमा जहाँ खर्च हुने एरिया छन् त्यहाँ हामीले शुल्कहरू एभरेज राख्ने र बढी पेसेन्टलाई त्यहाँनिर आकर्षण गर्ने, जसबाट हामी पनि बचौँ र आर्थिक अवस्था ठिक्क हुने, मध्यम हुने हामी सबै आम जनता पनि बचौँ। यो सञ्जीवनी अस्पताल सञ्चालनमा आए पश्चात बिरामीहरू अब के होलान्, रिफर होलान् कि नहोलान्, के बुझ्नु चाहिँ? कस्तो हुन्छ भने रिफर हुने केस हुन्छ। जस्तै अहिले हामीले यहाँबाट प्राय कतिपय बिरामीहरू रिफर भएको देखिन्छ। यो कसरी स्वीकार गरोस् नगरोस् होइन, अस्पतालहरू छन्, हामीले अस्पतालसँग सकारात्मक प्रतिस्पर्धा गर्ने हो। उहाँहरूले हामीलाई रिफर पनि गर्नुपर्छ र आवश्यक भए हामीले पनि उहाँहरूलाई रिफर गर्छौँ। त्यसमा हामी पोजिटिभ छौँ। हामी कसैसँग यहाँ तिक्ततापूर्ण प्रतिस्पर्धा गर्नुपर्ने आवश्यक छैन। आफ्नो सेवा दिएर ग्राहकलाई सन्तुष्टि पार्ने भने जस्तै आफ्नो सेवा दिएर पेसेन्टलाई सन्तुष्टि पार्ने। र रिफरको केस म थोरै जोडिहालेँ। रिफरको केस के हुन्छ भन्दाखेरिमा के भयो भने रिफर गर्ने भन्ने हुन्छ। जस्तै
अहिले यहाँ के छ, अहिले कार्डियोको हल्का जस्तै कार्डियो मुटु सम्बन्धी सामान्य समस्या हुने बित्तिकै रिफर भइगयो यहाँ। रिफर भनेको त्यही हो नि। हाम्रो के हुन्छ, हाम्रो कार्डियो युनिट हुन्छ, हाम्रो डिपार्टमेन्ट हुन्छ, हाम्रो क्याथ ल्याब भन्ने हुन्छ। क्याथ ल्याब भनेको हाम्रो सम्पूर्ण मुटुका प्रोसिजर गर्नको लागि चाहिन्छ। इको इसिजी त भइहाल्छ नै। त्यो भइसकेपछि बिरामीको अवस्था सामान्यदेखि मध्यमसम्म छ भने कार्डियो मुटु सम्बन्धी एट्याकका सम्पूर्ण उपचार यहीँ हुन्छन्। अब रिफर गर्नु परेन। नसा सम्बन्धी आयो, ब्रेन हेमोरेज, ब्रेनमा सामान्य स्ट्रोक भयो, यो भयो भने अहिले के छ यहाँबाट रिफर तुरुन्तै गर्नु पर्यो। रिफरै गर्नु परेन, हिँड्नु पर्यो, यहाँ अस्पतालै छैन नि त्यो सम्बन्धी। भने अब त्यसको लागि ब्रेनमा कुनै एट्याक भयो, अब बिपीको कारणले विभिन्न कारणले हेमोरेज भयो भने अहिले तुरुन्तै हिँड्नु परेन। भनेपछि रिफर गर्ने केसहरू अहिले जहाँ जुन केसमा एउटा गरिएको छ त्यो केसमा हामीले सेवा दिने भएको भएर हामीले सामान्यतया मेजर सर्जरी न्युरोलोजीको नसा सम्बन्धी र मेजर सर्जरी कार्डियोको बाहेक अन्य केसमा रिफर हुँदैन। त्यो केस भनेको 2-3% को कुरा मात्र। हिजो आजको समयमा जुन किसिमले नेपालगञ्ज, भैरवा, काठमाडौँ, बुटोलतिर रिफर हुने हुन्छ भनेपछि अब यो चाहिँ हुँदैन भन्ने कुरा यहाँ भयो। त्यो मैले भने नि केही जस्तै मेजर आम जनसमुदायले बुझ्ने कुरा त्यही नै हो। एकदमै जस्तै 95% केस रिफर हुनु पर्दैन। हजुर, अझ बढी हो 96-97 रिफर हुनु पर्दैन। केही केस मैले भने अब न्युरो जस्तै न्युरोको अब सर्जरी नै गर्नु पर्यो भने त्यहाँ मिल्दैन नि त। हजुर हजुर। कार्डियो मुटुको ओपन हार्ट सर्जरी त्यहाँ गर्न मिल्दैन नि त। त्यो त अब भ्यालीभन्दा बाहिर कमै सेवा छ। हजुर दीपक सर, एउटा कुरा के छ भने अब किडनी ट्रान्सप्लान्ट गर्नु पर्यो भने त यहाँ त हुँदैन नि त। हजुर, यस्तो केस भनेको एकदमै कम आउने। अहिले त सामान्य केस, ग्यास्ट्रोको केसहरू होइन, सामान्य अब बिपीले डिसब्यालेन्स भएको कार्डियोको केसहरू, सामान्य स्ट्रोकको केसहरू पनि मान्छेहरू अहिले 30-40% बिरामीहरू यहाँ रिफर भइरहेको छ भने अब त्यो घटेर कतिमा जान्छ? हजुर 2-4% जान्छ। यो कुरा घोषणा मैले यहाँबाट गर्छु र त्यो हुन्छ नै। हजुर, यो एउटा कुरा के छ भने समस्या जहाँ जुन हस्पिटलमा गए तापनि बिरामीहरूले उता भित्र छटपटाइरहेको हुन्छ र डक्टरले यो सामान लिन जानुस् भनेर भन्नुभएको हुन्छ औषधि लिनलाई। हेर्नुहोस्, अनि चाहिँ त्यहाँ गयो भने के हुन्छ भने व्यापक लामो लाइनहरू कुर्नुपर्ने अवस्थाहरू हुन्छ। यो टोकन लिँदाखेरि पनि त्यो समयमा नपाउने अवस्था पनि छ। भनेपछि यहाँहरूले यो कुरालाई कसरी हेर्नुहुन्छ? अब यसमा कस्तो छ भने अहिले टेक्नोलोजीको विकास भएको छ। हजुर, जहाँसम्म व्यावहारिक कुरा छ, नर्स, स्टाफ नर्स अथवा कुनै प्यारामेडिकल स्टाफ, डक्टर अथवा हामी स्वयं, म सिइओ भए पनि म लगायत अन्य प्रशासनिक स्टाफहरू कसरी मानवीय व्यवहार चाहिँ देखाउन सक्नुपर्छ बिरामीलाई। एक, हजुर, मानवीय व्यवहार देखाउन सकेन भने त्यो अस्पतालमा काम गर्न सक्दैन। किनभने अस्पताल यस्तो ठाउँ हो जहाँ मान्छे कारुणिक अवस्था आइपुग्छ। जो कुनै मान्छे त्यहाँ यस्तो अवस्था हुन्छ कि उसलाई मर्ने बाँच्ने भनेको त मान्छे केही घटना घट्यो भने आक्रोशित हुने कारण त्यही हो। त्यहाँ काम गर्ने मान्छेहरू पहिला मान्छेलाई राम्रो व्यवहार गर्ने बानी व्यवहार भएको आफै हुनुपर्छ। त्यस्तो भएन भने म्यानेजमेन्ट हामीले के गर्नुपर्छ भने उहाँहरूलाई काउन्सिलिङ गर्ने, स्टाफलाई ट्रेनिङ दिने, मोटिभेसन गर्ने, 4-5 दिन तालिम चलाउने। यो त सिकाउने कुरा। सबै मान्छे राम्रो हुँदैन, सबै नर्स, सबै प्यारामेडिक, सबै डक्टर, सबै हामी राम्रो हुँदैन। हामीले प्रशासनले के गर्नुपर्छ भने उहाँहरूलाई चाहिँ केही तालिम सेमिनार दिएर बिरामीप्रति गर्ने व्यवहारमा एकदमै पोजिटिभ बनाउनुपर्छ। 1 नम्बर। अर्को हजुरले जोडेर भन्नुभएको थियो सेवा लिने क्रममा लाइन बस्नुपर्ने होइन, क्यु बस्नुपर्ने कुराहरू छन्। अहिले टेक्नोलोजी धेरै विकास भएको छ। जस्तै हामीले जुन सफ्टवेयर अब अप्लाई गर्दैछौँ जहाँनिर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ टिकट मान्छेले लिने बेलामा पनि टोकन लिएर बस्न सक्छ। अनलाइन टिकट पनि अलि पछि होला, सुरुमा हुँदैन। टोकन लिएपछि हामी के हुन्छ, वेटिङ एरिया हुन्छ, त्यहाँ बस्ने आफ्नो पालो अफिस टिकटले। हजुर। अर्को कुरा डक्टरकोमा जाने, डक्टरकोबाट त्यो प्रेस्क्रिप्सन चाहिँ उता फार्मेसीमा जाने, एकाउन्टमा जाने, विभिन्न ठाउँमा जाने हुन्छ। हजुर। त्यो कुरा के छ भन्दाखेरि त्यसमा चाहिँ टोकन लिएर हाम्रो प्लान अब ठ्याक्कै पहिलो दोस्रो महिना के हुन्छ हेरौँ, तर हाम्रो 1-2 महिनाभित्रै फाइल बोकेर हिँड्नु पर्दैन। हजुर। उहाँहरूको मानव 19 नम्बर कसैको पेसेन्ट नम्बर हो भने उहाँले फार्मेसी गएर मेरो नम्बर 19 हो भन्नुहुन्छ, औषधि माग्नुहुन्छ। हजुर। भनेपछि लाइन कुर्नु परेन। एउटा अर्को कुरा पनि छ, यसबाट के हुन्छ भने रेकर्ड सिस्टम हुन्छ। हजुर। पेपर हराउन सक्छ। हजुर। अब त्यो बिरामी चाहिँ 2 वर्षपछि आउनुभयो 19 नम्बरको। हजुर। मानौ 19 नम्बरको दीपक ओली नै हुनुहुन्थ्यो, एकछिनलाई टाउको दुखेर जानुभएको थियो, ठिक भयो होइन, पत्रकार दीपक ओली। हजुर। अब फेरि 2 वर्षपछि फेरि टाउको दुख्यो अलिअलि, जाने बित्तिकै हिस्ट्री त्यहाँ देखिन्छ। अब तपाईँले त्यो पेपर हराएर समस्या भएन होइन, त्यहीबाट हेर्न सक्छ। रेकर्ड त्यही त, त्यो इन्टरकमबाट गएको त हामीसँग रेकर्डमा, हामीसँग डिजिटल पेपर नै हुन्छ। डक्टरले टक्क खोल्नुहुन्छ, हजुर दीपक ओली टाउको देखाएको, अहिले पनि सामान्य हो, अब केही औषधि खानु पर्दा सिटामोले ठिक गर्छ भने फेरि पठाइनुहुन्छ। हजुर। हिस्ट्री हेर्नको लागि पनि एकदमै सजिलो। डक्टर चेन्ज भए पनि जेसुकै भए पनि आफ्नो स्वास्थ्यको हिस्ट्री चाहिँ त्यहाँ रहन्छ। अब सेवा सुविधाका कुराहरू भए, अब चाहिँ तपाईँहरूले फोहोर व्यवस्थापनका कुराहरू छन्। हजुर। फोहोर हस्पिटललाई एउटा गन्धबाट हटाउने किसिमले सरसफाइ गर्ने यहाँहरूको कसरी गर्नुहुन्छ? अब हाम्रो के छ भने पहिलो कुरा त हस्पिटलभित्रको
सरसफाइको कुरा आउँछ। हजुर। त्यसमा हाम्रो अब आधुनिक अब जहिले केमिकल छ विभिन्न कुराहरू छ हामीले सफिसियन्ट मेन पावर राखेर त्यसलाई 24 घण्टा सरसफाइ राख्नेछौँ। एक पहिलाभित्रको सरसफाइ कुरा आयो। हजुर। त्यसमा हामीले क्वालिटी कन्ट्रोल टिम पनि हुन्छ जसले बेला बेलामा निगरानी राख्छ सफा कतिको भइरहेछ होइन, कता वल्ला भएको छ कि होइन, कहीँ धुवा पाएको छ कि, त्यसले सबै कुराहरू गुनासोहरू पनि लिन्छ। अनि अर्को कुरा जो निस्कने फोहोरहरू हुन्छन् हजुर त्यो हामीले EIA जो गरेका छौँ हामीले इन्भाइरोमेन्ट इम्प्याक्ट EIA वातावरणीय प्रभाव मूल्याङ्कन हुन्छ त्यो गर्ने बेलामै हामीले त्यसको व्यवस्थापनको प्रक्रिया पुरा गरेर मात्रै हामीलाई वातावरणीय प्रभाव मूल्याङ्कन वन तथा वातावरण मन्त्रालयले दिएको हो। त्यसमा के छ भन्दाखेरिमा केही फोहोरहरू हामीले चाहिँ STP प्लान्ट रहन्छ। STP प्लान्ट भनेको एउटा त्यो स्वेज ट्रिटमेन्ट प्लान्ट हो। त्यसमा सोलिडदेखि लिक्विड सबै खालका फोहोरहरू गएर प्रशोधन हुन्छ। हजुर। अनि अर्को कुरा सामान्य अरू केही प्लेसेन्टा प्लेन्थ हुन्छ, त्यसै अरू सानसाना ट्याङ्की जस्ता भागहरू पनि हुन्छ जहाँ सामान्य फोहोर गएर त्यहाँ कुहिएर जाने हुन्छ र केही फोहोरहरू नगरपालिकाबाट व्यवस्थापन हुन्छ। जस्तै जुन फोहोर उठाउन मिल्ने हुन्छ, जो फोहोर बाहिर ल्याइसकेपछि त्यसले दुर्गन्ध दिँदैन, पेपरहरू हुन्छन्, यस्ता कुराहरू हुन्छन्, ती कुराहरू चाहिँ फोहोर उठाउन मिल्ने फोहोरहरू चाहिँ नगरपालिका मार्फत पनि हामी व्यवस्थापन गर्छौँ। हजुर। हाम्रो कार्यक्रमको समय अवधि सकिन थालेको सङ्केत मलाई प्राविधि मित्रले गर्नुभएको छ। तपाईँसँग धेरै कुरा जोड्न मन थियो तर पनि समय अभावले गर्दा छुट्टिनु पर्ने हुन्छ। छुटेर जानुभन्दा पहिले तपाईँले भन्न चाहेको तर मैले प्रश्न गरेँ के छ एउटा कुरा भन्न चाहन्छु। अब आम जनतामा अस्पताल दर्ता भएको छ कि छैन भन्ने कुरा उठिरहेको छ। म यो अस्पताल बन्नुभन्दा पहिल्यै जग हाल्नुभन्दा पहिला नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट LOI भन्छ, लेटर अफ इन्टेन्ट। हजुर। यो भवन किन बन्ने त भन्दाखेरि स्वास्थ्य संस्था बनाउनु बन्ने भनेर यो स्वास्थ्य मन्त्रालयले नै यसलाई स्वास्थ्य संस्था बनाउने अनुमति दिएर यो सुरु भएको हो। नगरपालिका नक्सा पास गरेर सहरी विकासबाट नक्सा पास भएर यो चाहिँ निर्माण कार्य सुरु भएको हो। अनि वन तथा वातावरण मन्त्रालयबाट EIA पास भएर यो सुरु भएको हो। र अहिले हाम्रो चरण के छ भने हामीले सम्पूर्ण चरणहरू इक्विपमेन्ट किन्ने पनि स्वास्थ्य मन्त्रालयले अनुमति दिएर हामी ल्याइसकेका छौँ। सम्पूर्ण उपकरण आइसकेका छ। र अन्तिममा अब के छ स्वास्थ्य मन्त्रालयमा हामीले स्वीकृतिको निवेदन पनि दिइसकेका छौँ। स्वीकृति गर्न एउटा टिम आउँछ र त्यो भिजिट गरिसकेपछि हामीलाई स्वीकृति दिन्छ। र हाम्रो दाबी के छ भन्दा नेपालमा सरकारले गर्ने काम हामीले गरेका छौँ निजी क्षेत्रबाट। र आज घरलाई अस्पताल बनाइएको छ। कतिपय घरहरू जग हाल्ने बेलामा कुखुरा फर्म हो कि के हो थाहा थिएन, पछि के यसलाई अस्पताल बनाउनु पर्यो भन्ने मुड भएपछि अस्पताललाई पनि स्वीकृति दिएको नेपाल सरकारले आफैले LOI दिएको र पर्याप्त मात्रामा जग्गा र पूर्वाधार भएको यो अस्पताललाई नदेला दिन्न भन्ने कुनै छैन, त्यो कुनै छैन, आभासै छैन, पक्कै दिनेछ। र मैले आम जनतालाई अब यो रेडियो मार्फत के भन्न चाहन्छु भन्दाखेरि 6 गते जुन हामीले आगामी असोज 6 गते निःशुल्क स्वास्थ्य शिविर हुनेछ। त्यसमा अधिकतम रोगहरूको पहिचान चेकअप हुनेछ, औषधि निःशुल्क हुनेछ, ल्याब निःशुल्क हुनेछ, रेडियोग्राफीमा USG जुन भिडियो हामीले जुन के भन्छौँ त्यसलाई नेपाली सामान्य भाषामा त्यो USG गर्ने त्यो चाहिँ भिडियो एक्सरे गर्ने हो, त्यो फ्री हुनेछ। र सम्पूर्ण यो जिल्ला लगायत सुन्ने सम्पूर्णलाई म चाहिँ त्यहाँ निःशुल्क रूपमा सेवा लिन पनि बच्चादेखि वृद्धसम्म हुने हो कि यो सबैलाई बच्चा तथा शिशु पनि छ, वृद्ध पनि छ, सबै रोगको छ। त्यसैले एक दिनमा जति हामीले पेसेन्टलाई लिन सक्छौँ यो रेडियो सुन्ने सम्पूर्णलाई हामीले निःशुल्क रूपमा 6 गते 9 बजे त्यहाँ हाम्रो हाम्रो चाहिँ भानपुर अब यो सामान्य भाषाभन्दा गोगली भन्ने छ त्योभन्दा अलि अगाडि भानपुर छ। त्यहाँ यता बुटोलबाट लम्बाइ जाँदा दाहिनेपट्टि बिल्डिङ देखिहाल्छ अहिले होइन, बिल्डिङ देखिहाल्छ। त्यहाँनिर चाहिँ आउनको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। हजुर। पक्कै पनि श्रोता मित्र, हाम्रो कार्यक्रमको समय अवधि सकिन थालेको सङ्केत मलाई प्राविधिक मित्रले सङ्केत गर्नुभएको छ। तपाईँसँग छुटेर जानुपर्ने हुन्छ श्रोता मित्र। छुटेर जानुभन्दा पहिले आज आफ्नो अमूल्य समय दिनुहुने घोराई 3 भानपुर दाङमा सञ्चालनमा आउँदै गरेको सञ्जीवनी शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाज्यूलाई धेरैभन्दा धेरै धन्यवाद छ। त्यसै गरी कार्यक्रम सुनेर साथ दिनुहुने तमाम श्रोता मित्रलाई पनि धेरैभन्दा धेरै धन्यवाद छ। र मेरो आवाजलाई तपाईँहरूको रेडियो सेटसम्म पुर्याइ सहयोग गर्नुहुने प्राविधिक मित्र प्रदीप अधिकारीलाई विशेष धन्यवाद दिँदै तपाईँहरूको रेडियो सेटबाट म कमल ओली पनि बिदा हुन चाहन्छु। तपाईँहरूको साथा सुकमय रहोस्। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।